पछिल्लो समय चाहिँ ठमेल एरियाबाट विदेशी महिलाहरू समातिने र उनीहरूलाई डिपोर्ट गर्ने गर्छन्। उनीहरूको के गतिविधि हुन्छ र उनीहरूलाई हामी नियन्त्रण लिन्छौँ र उनीहरूलाई डिपोर्ट गर्छौँ। अहिलेसम्म यो विगत 6 महिना 7 महिनाको तथ्याङ्कलाई र यो 7 महिनाको प्रवृत्तिलाई विश्लेषण गर्दाखेरि विशेष गरेर 5वटा देशबाट महिलाहरू एडल्ट महिलाहरूको चाहिँ नेपालमा प्रवेश भएको देखिन्छ। त्यो पनि प्रवेशाज्ञा भिसालाई हेर्दाखेरि उनीहरू पर्यटक भिसामा यहाँ आएको, कोही एकपटक कोही 2 पटक आएको र त्योभन्दा पनि बढी समयसम्म आउनेहरू पनि केही देखिन्छ। र आउँदाखेरि नेपालमा भारत भएर आएको र यतापट्टि एसियाली देशकाहरू चाहिँ सिधै नेपाल आएको देखिन्छ। आइसके पछाडि उनीहरू पर्यटक भिसामा आएका व्यक्तिहरूले उनीहरूको त्यो ट्रेनलाई हेर्दाखेरि, अरू ट्रेसिङ गर्दाखेरि त्यो जुन आफ्नो पर्यटकले गर्ने गतिविधि, पर्यटकले जुन घुम्नुपर्ने हो, जहाँ बस्नुपर्ने हो, जुन गतिविधि गर्नुपर्ने हो, त्यो प्रकारको नभइकन नेपालका यो टुरिस्टिक हबहरूमा रहेका होटलहरूमा आश्रय जस्तो लिने र तत्पश्चात विशेष गरेर ठमेललाई एउटा आफ्नो केन्द्र बनाएर विशेष गरेर नेपाली र गैर नेपाली अन्य पर्यटकहरूलाई लक्षित गरेर यौनजन्य गतिविधिहरूमा आकर्षित गर्ने तवरको र त्यस्तै अश्लील हरकतहरू गर्ने प्रवृत्तिहरू देखिएको छ। यसैलाई आधार मानेर हामीहरूले उनीहरूलाई कानुनी दायरामा लिएर आएका छौँ। जुन उद्देश्यले नेपाल आएका थिए, पर्यटकको भिसामा जुन उद्देश्यले आएका थिए, उद्देश्यभन्दा विपरीत उनीहरूको रहन सहन र बसाइ देखिन्छ र उनीहरूले गरेका काम कारबाहीहरू नेपालमा गैर कानुनी प्रवृत्तिका देखिएको हुनाले हामीले त्यसलाई कानुनको दायरामा लिएर आएका छौँ र सम्बन्धित इन्भेस्टिगेसन पश्चात यो न्याय निरूपण गर्ने संस्था निकायले त्यसको निरूपण पश्चात अध्यागमनमा प्रस्तुत गरेर त्यसको देश निकाला भएको, डिपोर्ट भएको अवस्था छ। यिनीहरू चाहिँ कसैले लिएर आएका हुन् कि आफै आउँछन् कि के हुँदो रहेछ? अब यो स्वाभाविक रूपमा अहिले सबै जानकार छन्। नेपाल भनेको प्रारम्भदेखि नै पर्यटकहरू आउने जाने स्थान हो भन्ने कुरामा पनि ती व्यक्तिहरू जानकार भएको देखिन्छ। दोस्रो कुरा, नेपालको रात्रिकालीन जीवन, नाइट लाइफहरू पनि एक्सप्लोर गर्ने मानिसहरू छन् भन्ने कुरामा पनि अवेर भएको देखिन्छ र जुन ठाउँबाट ती व्यक्तिहरू हामी कहाँ आएका छन्, थाइल्यान्ड अथवा अन्य कुनै देशहरूबाट, जहाँ यो प्रकारको गतिविधि, यौनजन्य गतिविधिहरूलाई कानुनी जुन मान्यता भएका जस्तो जुन मार्केटहरूबाट, ठाउँहरूबाट, सहरहरूबाट, देशहरूबाट आएकोले त्यसलाई नै व्यवसाय बनाउँछु र पैसा कमाउँछु र नेपाल सस्तो पनि देश छ भन्ने सोचले पनि आएको छ। तसर्थ तपाईँले भनेको जस्तै यसमा एउटा नेपाल बस्न सस्तो छ भन्ने दृष्टिकोणले नेपालमा पर्यटकहरू थुप्रै आउँछन् र मैले त्यो प्रकारको यौनजन्य गतिविधि पनि गर्न सक्छु भन्ने पनि सोच हुनसक्छ। यो विविध 2-3वटा आस्पेक्ट्सबाट हामीले त्यसको मतलब उनीहरू अरूले लिएर आएको, अहिलेसम्मको अरूले लिएर आएको भन्दा पनि आफै आएको देखिन्छ उनीहरू। मोटिभेट चाहिँ उनीहरू आफै आएको जस्तो देखिन्छ। यिनीहरूलाई चाहिँ अहिले जस्तो मुद्दा चलाइन्छ नि, जस्तो अवैध व्यवहारको मुद्दा नचलाइकन डिपोर्ट गर्न सकिन्थ्यो कि सकिन्नथ्यो? होइन, अब कुनै एउटा देशबाट बाहिर निकाल्ने काम भनेको स्वाभाविक रूपमा संवेदनशील काम हो। नेपालको कानुन अनुसार गैर कानुनी क्रियाकलाप गरेका व्यक्तिहरू नेपालमा फेरि पुनः आउँदाखेरि सहजै प्रवेश नगरून् भन्ने पनि मनसाय हो। कति भयो पछिल्लो समयमा नेपालमा यस्ता महिलाहरू आउनुभयो? कतिजना भए? कति डिपोर्ट भयो के छ? जिल्ला प्रहरी परिसरका छन्। हाम्रो आफ्नो कार्य क्षेत्रभित्रका विभिन्न इस्युहरूमा पक्राउ भएका, अनुसन्धान भएका र हामीले कारबाही गरेर अध्यागमन पठाएर डिपोर्ट भएकोहरूको सङ्ख्या आजको मितिसम्म 50 जना छ। यसलाई चाहिँ कुन समस्याको रूपमा लिनु? जस्तो मानौँ न, यसलाई चाहिँ हामीले कुनै देशको समाधानको बाटोको लागि सम्बन्धित निकायमा लेखी पठाउने, बुझ्ने हामीले त्यस्तो कुनै पहल गरेका छौँ कि छैनौँ? त्यस्तो केही छ? मानौँ न सम्बन्धित देशमा